हेलो नमस्कार सम्पूर्णमा म सोनबहादुर गुरुङको तर्फबाट अ, म हाल नेसनल लाइफ इन्सुरेन्स कम्पनीमा अझ इन्सुरेन्स एडभाइसरमा कार्यरत गरिरहेको छु। आज मलाई चाहिँ अलिकति छोटो तपाईँहरूको माझमा किन प्रस्तुत गर्न मन लाग्यो भने चाहिँ मैले यो पेसालाई यो अभिज्ञता कामलाई कसरी चुने भनेर भन्दाखेरि अ, कुनै बेला म वैदेशिक रोजगारको सिलसिलामा थियो। मैले 14-15 वर्ष वैदेशिक रोजगारमा मेरो समय बिताएँ र मलाई यति थाहा पनि थिएन कि मैले चाहिँ बिमालाई बुझेर राम्रोसँग बुझेर आफ्नो बचतहरू गरिराखेको भए आज मलाई कति उद्धार हुन्थ्यो भन्ने कुरा चाहिँ आज यो स्टेजमा आएर मात्रै रियलाइज भएको छु। त्यही भएर मैले यो चिजलाई चाहिँ एकदम राम्रो रिसर्च गरेँ, यसको बारेमा राम्ररी बुझ्न थालेँ। मेरो दिमागले जति भ्याउन भ्यायो मैले त्यति बुझ्न थालेँ अनि बुझिसकेपछि त्यही आधारमा मैले अरूलाई बुझाउने प्रयास गरेँ। अनि फर्चुनेटली मैले भनेको कुराहरू हरेकले एकदमै राम्रोसँग बुझ्नुभयो। मैले त्यति धेरै कम्प्लिकेट कुराहरू, त्यति धेरै लोभ लालचका कुराहरू पनि कसैलाई पनि बाँडेन। बाँड्यो त मात्र यति कि तपाईँले कमाउँदै गरेको पैसाहरू चाहिँ सही ठाउँमा सदुपयोग हुनुपर्छ र बचत हुनुपर्छ। कमाउनु ठुलो कुरा होइन, तपाईँले कति बचाउन सक्यो भन्ने कुराहरू ठुलो छ भन्ने क्रममा चाहिँ हो त नि साँच्चीकै हामी आज 14-15 वर्ष के अरे वैदेशिक रोजगारमा बसेर नेपाल आउँदा पनि त्यो व्यक्तिसँग चाहिँ 14-15 लाख पनि सेभिङ भएन भने चाहिँ त्यो जस्तो पीडादायी चिज के हुन्छ। आज म आफैलाई त्यो महसुस हुन्छ है। तर मैले चाहिँ के गरेर राखेको थियो भन्दा मेरो दुईटा बाबुको निम्ति र मेरो आफ्नो निम्ति धेरै थोरै भने पनि मैले बिमा गरेर राखेको थियो। जब जुन बेला मसँग चाहिँ सबै भएको क्यासहरू एकदमै मासिँदै गयो, खर्च हुँदै गयो, मसँग सेभिङ रहेन, त्यति बेला मैले चाहिँ मेरो सेभिङ चाहिँ कहाँ थियो त बिमा कम्पनीमा थियो। जबकि वर्षमा एकचोटि मैले मेरो आफ्नो लागि भर्थ्यो, मेरो दुईटा बच्चाहरूको लागि प्रिमियम भरिरहेको थियो। आज मलाई एकदम सजिलो महसुस भइरहेको छ। सजिलो महसुस यो मानेमा भइरहेछ कि अब मेरो बच्चाहरूको हायर एजुकेसन गर्ने बेलाहरू आइपुग्यो नजिकै र मेरो पैसा त त्यहाँ जम्मा हुँदैछ र मलाई भोलिको दिनमा चाहिँ मेरो बच्चाहरू चाहिँ हायर एजुकेसन गर्ने बेलामा चाहिँ मैले कोही कसै कहाँ गएर ओहो मेरो बच्चालाई फी तिराउनु पर्ने छ, मलाई यति पैसा सपोर्ट गरिदिनुहोस् न भनेर मैले ऋण लिन जरुरी छैन र मैले चाहिँ मेरो बच्चाहरूलाई पढाउनु छ भनेर मैले कतै गएर कमाउनु जरुरी पनि छैन, किनकि मैले त त्यो ठाउँमा त सेभ गरेर राखेको छु नि त। त्यो सेभिङ प्लस रिटर्न राम्रो प्लस आफ्ना जोखिम वहनहरू भइरहेको हुन्छ। त्यो कारणले गर्दाखेरि जीवन बिमालाई एकदमै बुझेर गर्नुभयो भने साँच्चीकै जीवन सहज नै हुन्छ। जस्तै मानिलौँ तपाईँ हामीले मोबाइल चलाइरहेको छौँ, मोबाइलको अगाडि पछाडि पनि कभर लगाइन्छ। किन कभर लगाइन्छ भन्दाखेरि त प्रोटेक्सनको लागि हो नि त, सेभिङको लागि हो नि त, त्यो दुर्घटना नहोस्, त्यो नफुटोस् भनेर नै हो नि। त्यसैको निम्ति जीवन बिमा पनि त्यसरी नै हो। यदि भन्दै तपाईँहरू माझमा छुट्टिन्छु। यदि मन परेको खण्डमा चाहिँ लाइक शेयर कमेन्ट गरिदिनु होला र परामर्श लिनको लागि सम्पर्क गर्नुहोला। मैले यसमा नम्बर छोडिदिनेछु। धन्यवाद।